नमस्ते साथीहरू, आजको ब्लग लिएर म आइसकेको छु। आजको ब्लगमा चाहिँ मैले फ्रुट कस्टर्ड बनाउने रेसिपी लिएर आएको छु। अब मैले दुध उमाल्न बसाएँ अनि कस्टर्ड पाउडर घोल्नको लागि थोरै चिसो दुध निकालेँ। यो कस्टर्ड पाउडर हजुरले जहाँसुकै पनि पाउन सक्नुहुन्छ। मैले भाटबटीबाट ल्याएँ। अब म अघिको चिसो दुधमा यो कस्टर्ड पाउडर घोल्दैछु। यो चाहिँ एकदमै राम्रोसँग घोल्नुपर्ने हुन्छ। अझै एड गर्न लागिरहेछु म। यो मेरो एकदम पातलो भयो। अब यसलाई अझै राम्रोसँग घोल्नुपर्छ। यसलाई असाध्यै राम्रोसँग घोलिरहेछु म। यसको लम्सहरू बस्यो भने चाहिँ हेर्नमा राम्रो हुँदैन। त्यही भएर घोलिरहेको छु। हजुरहरूले पनि एकदम राम्रोसँग घोल्नु होला। अब यता दुध पनि तातेर रेडी भयो। अब म यसलाई यहाँ मिक्स गर्न लागिरहेछु। अब मैले यसलाई मिक्स गरिसकेँ। अब यसलाई अझै पनि बाक्लो बनाउनको लागि अझै तताइरहेको छु म। यसलाई चाहिँ यहाँ हालिसकेर पनि अझै राम्रोसँग घोल्नुपर्ने हुन्छ। तल टाँसिनु भएन। स्वादिलो र मिठो बनाउनको लागि यसमा थोरै चिनी एड गर्दैछु। हजुरहरूले चिनी नहाल्न पनि सक्नुहुनेछ। मैले चाहिँ थोरै मिठोको लागि हालेको छु। अब चिनीलाई राम्रोसँग घोलेर यसलाई म 5 मिनटसम्म लो फ्लेममा छोडिदिनेछु। यसलाई चाहिँ मैले राम्रोसँग चलाइरहेको छु। अब हेर्नुहोस् यसको कलर चेन्ज भइसकेको छ। कस्टर्डको पेस्ट रेडी भइसकेको छ। अब फलफुलतिर लागेँ म। एप्पल, म्याङ्गो, बनाना, ग्रेप्स रेडी गरेको छु मैले। अब म एप्पल काट्न गइरहेछु साथीहरू। बनाना काटिरहेको छु। अलिक धेरै पाकेको छ मेरो बनाना। हजुरहरूले अलिक धेरै नपाकेको लिन सक्नुहुन्छ। यो म्याङ्गो चाहिँ मैले यस्तो सेपमा काटेको छु साथीहरू। हजुरहरूलाई मनपर्ने सेपमा काट्न सक्नुहुनेछ। अब रेडी भएको कस्टर्ड मिल्कलाई चाहिँ म अर्को बोलमा खन्याउँदैछु। अब यो कस्टर्ड मिल्कमा म अघि काटेको फलफुलहरू एड गर्दैछु। हजुरहरूले चाहिँ अझै हजुरहरूलाई मनपर्ने फ्रुटहरू अरू पनि एड गर्न सक्नुहुनेछ। जस्तै ड्राई फ्रुटहरू पनि। अनि खानको लागि एकदमै मिठो हुन्छ। मैले चाहिँ यो फ्रुट कस्टर्ड फर्स्ट टाइम बनाएको हो। अलिक मैले कस्टर्ड हाल्नलाई अलिक कन्जुसाइ गरेको छु। त्यही भएर अलिक पातलो भएछ। हजुरहरूले अझै धेरै एड गर्न सक्नुहुनेछ। अनि जति बाक्लो भयो त्यति नै अझै मिठो हुन्छ। अब म यसलाई ढक्कन लगाएर फ्रिजमा 1 देखि 2 घन्टासम्म सेट हुनको लागि राखिदिन्छु। फ्रुट कस्टर्ड सेट भइसकेको छ। अब सर्भ गर्न लागेँ म। हजुरहरू पनि अवश्य एकपल्ट ट्राई गर्नुहोला। मिठो हुन्छ। मिठो भयो नानी। मिठो रहेछ नानी।